नमस्कार, जय बोले, आनन्द लिनुभयो। अब हामी चाहिँ आज 22 साल कार्तिक महिनाको चाहिँ आज 8 गते पुलिनतिर यसो सानसानो यसो हल्का रमाइलो घुमघाम कार्यक्रम हामी जाँदैछौँ होइन। सबलाई शोभायात्रा आज ताकेको पोस कुशल गर कुशल मङ्गल यहाँ आउनु फर्केर ठाउँमा पुगेपछि फोन गर्नु, राम्रो होस्। हस्, जय बोले, जय आनन्द बोले। ओके, सी यू। खिचिदिए ल। गाछ दाइ त भारी बोक्नु पर्ने रहेछ, त्यही भएर साइड भैरामबाट अगाडि बढेको अवस्था। आनन्द लियोस्, सबैले आनन्द लिऊँ ल। भेरी गुड। ए अङ्कल, हेलो, तपाईँको दाइको पेट्रोल पम्प आयो। ल, बराल पेट्रोल पम्प। यता दन्तलहरू खोलेर मुसुक्क हाँसेको जस्तो। हेर त हेर, कस्तो राम्रो हिमाल खोलेको बाबै। हाम्रो सानीमा कति राम्री आउनुभएको। काका हिँड्छौँ काका, मैयाको त कुरै ओ जेन्जीहरू आमा कचिजो माइलो हो नि, कचिजो माइलो। ल ल, आनन्द लिनुहोस्। आइपुग्न लाग्यो। अब यति राम्रो हिमाल यहीँ खुलेको छ। दाइले पुनिल जाम जाम भन्नुहुन्छ। हिमाल हेँटे हेरेर बसौँ भनेको, दाइले जाम जाम भन्नुभयो। हिमाल त हेँटे, आहा कति राम्रो खुलेको। ल यहीँ रोक्नु, यहीँ रोकौँ। हाम्रो दाइमा रेडी भएर बस्नुभएको दाइ भाउजू। ल कति आनन्द। आइपुग्यौँ दाइको घरमा। आमाले माथिबाट हेरिरहनु भयो, आमाले हेरिरहनु भयो। ल अब हामी अगाडि बढ्ने तयारी गरिरहेछौँ। लिँदै हालै पार्नबाट सरर अगाडि बढेको अवस्था हो। आनन्द लिँदै। आहा ल हेर्नुहोस्, यता हेर्नुहोस्, आनन्द लिनुहोस् ल। आहा कति आनन्द होइन। भोलि मेरो युट्युबमा चाहिँ मेरो खोइ भन्न पाइँदैन। आनन्द लिनुहोस्। जय भोले, जय आनन्द। हरिचोक आइपुग्यो हामी आनन्द लिँदैछौँ। आउनु तयार भएर मेरा बाबै नि पछि राम्रा मान्छेहरू उनी बाबै। ल है, आनन्द लिनु, हामी सबैले आनन्द लिनुपर्छ। जय आनन्द, जय भोले। अङ्कल, ए अङ्कल, केटा बोल्नुहोस् न बाबै। मुसुक्क हाँस्नु भयो त, मैले बुझेँ सानीमा। जौबारी आइयो, जौबारी। ए जौबारी, जौबारी कोही जानु छ? जौबारी ल, च्याङ्ग्रा आयो, च्याङ्ग्रा। आहा च्याङ्ग्रा। ल याउँलीको पुल आउनु लाग्यो हामी। अब यात्रा आनन्दमय नै छ नि, गजब छ नि। पोखरा 25 हेम्जा आइपुग्यो। यहाँबाट चाहिँ हाम्रो मामा घरतिर छिर्ने बाटो। सरर लिँदैछौँ हामी। मिलन चोक आइसकेको अवस्था। हामी मिलन चोकबाट अब अगाडि बढ्दैछौँ। अहिले हामी स्विकेट कटेर माथि अब
छौँ। अब एकछिनमा हामी घट्टेगोलो पुग्छौँ। खोला आइपुग्यो, भट्टे खोला। घट्टे खोला, घट्टे खोला, घट्टे खोला, घट्टे खोला पुल कटेर अगाडि बढिरहेछौँ हामी। ल नाउ डाँडा आइपुग्यो, नाउ डाँडा। सारा नाउ डाँडा आइपुग्यो है हामी। नानीमा खिचिरहेछ, खिचिरहेछ। जय आनन्द दाई। लुम्ले आइपुग्यो। लुम्ले नयाँ घर, त्यही हो। घर त नयाँ हो नि। हेर कति रमाइलो। आनन्द लिने है सबैले। ल यसो उब्लु, यसो गरौँ न। हामी अब अगाडि बढ्दैछौँ। हल्का नास्ता गरेपछि लुम्लेबाट हामी अगाडि बढ्दैछौँ। अब प्रस्थान गर्दैछौँ हामीहरू। नयाँ पुल आइपुग्न लाग्यौँ। नयाँ पुल आइपुग्यौँ है हामी। नयाँ पुल। नयाँ पुलबाट अगाडि लाग्यौँ। बोर्ड आयो। यो 30 वर्ष अगाडिको नयाँ पुल है। हामी यहाँ बिरेठाटी आइपुग्यौँ। यो बिरेठाटी बजार हो। बिरेठाटीमा आनन्द। नाचौँ नाचौँ ल, नाचौँ कम्मर नाचौँ। भाइ आनन्द बोलाउनु छ है। सबै बिरेठाटी बजारबाट हामी अगाडि बढ्दै बिरेठाटी बजारबाट हामी अगाडि बढेको अवस्था। अगाडि बढ्दै यो हिप्पी फर्केर आए। कति राम्रो भाइ। हिप्पी नि त कति राम्री हो नि बाबा। यहाँ त धेरै राम्रो नि। अफरोडबाट हामी अगाडि बढ्दै आनन्द लिँदै। यहाँ कहाँ गयो? मैले देखिनँ त बाबै। मैले आँखा झिम्क्याएको देख्यौ। जय भोले, जय आनन्द।
बस अगाडि देख्नु भएन ल उल्लेरी आइयो उल्लेरी चाहिँ बस यहाँ उल्लेसम्म आउँछ त्यहाँदेखि अगाडि जाँदैन बस ल है उल्लेरीको आनन्द ए उल्लेरीको आनन्द ल सबैले टाउको देखाउँ है आफ्नो हेर भाइ हल्लिएको भए भाइ ल उल्लेरीको आनन्द मैया कता छौ उल्लेरी उल्लेरी आनन्द छ ल उल्लेरी आइपुग्यो ल बसको बाटो सिद्धियो अब जिप मात्रै हामीभन्दा माथि बस जाँदैन जिप मात्रै जान्छ आनन्द छ ल उल्लेरीबाट अगाडि बढिरहेको अवस्था अब करिब हामी बनखाटीमा आइपुग्यो अहिले बिहान चाहिँ करिब 11 बजेको छ अहिले हामी बनखाटीमा आइपुग्यौँ अब यहाँ एकछिन आराम गर्छौँ खाना खान्छौँ र हामी घरेपानीको लागि अगाडि बढ्छौँ र आज घरेपानीमा बेलुका बास बसेर भोलि बिहानै कुन हिलतिर जान्छौँ सी यू साथीहरू ल यी हाम्रो पल्टने जवानहरू आयो आयो बनठाटी आयो आयो बनठाटी दाई जय बोले जय आनन्द आनन्द बटालियन अब आज दिनको कति बज्यो अहिले 12-14 भयो अब खाना खायो अरे बनठाटीबाट अब बिस्तारै घोरेपानीतिर अगाडि लाग्दैछौँ भेरी गुड ओके भेरी गुड अब भेरी गुड वाइनट कोकोनट यो लालाजीको है होइन शब्दको आश्रय होइन वाइनट कोकोनट भाइ मम्मी भाइ लालाजीको है यहीँनिर बसौँ त्यस्तै ल नाउ फटाफट लौरी लिएर ड्याङ ड्याङ तपाईँ आउँ त्यो फिन्ट गुरुङ हेरेर नबस्नु त अहिले आऊ हामी घुम्न आएको हो राम्रो हामीले आनन्द लिएर आएका छौँ जय भोले जय आनन्द हेलो बहुत राम्रो यता हेर्नुहोस् बहुत आनन्द छ भेरी गुड
एक पिक्चर घोरेपानी प्रवेश गरेपछि अनि कहाँसम्म जानुहुन्छ इन्ट्री गराउँदै यही बाटो फर्किनुहुन्छ कि घान्द्रुक हुने यही बाटो कति दिन पुग्छ कि घोरेपानीमा आनन्द लिँदै होइन भैया ल घोरेपानीमा आनन्द बनठाटीबाट 4 घन्टामा घोरेपानी आइयो। अब आज हामी यही होटल मुनलाइटमा बस्छौँ र आनन्द लिन्छौँ होइन दाइ? ल आनन्द छ, आनन्द लिने हो अब। अनि भोलि बिहानै 5 बजे पुन हिलको लागि चाहिँ अगाडि बढिन्छ। अब विश्राम गरिन्छ आज। जय भोले, जय आनन्द, गुड मर्निङ। अब हामी आज माथि पुन हिलमा जाँदैछौँ। ल लगभग 5 बजिसकेको छ। 4 बजी जाने भनेको 5 बज्न लागिसक्यो। ल अब लाग्यौँ, आनन्द लिन लाग्यौँ। ल 5 बजेको छ, हामी अगाडि पुनहिलमा गएर सनराइज हेर्नको लागि यसरी बिहानै उठेर हेर्नुपर्छ साथीहरू। जय भोले, जय आनन्द। पुन हिल लेखेको रहेछ त्यहाँ, देखाउँछ र बडा आनन्द छ। ल शुभ शुभ।
हेलो ल आज हामी अब अहिले पुण्यलमा घुमेर भ्यूहरू हेरेर सबै फर्कियौँ। अब हामी बिदाबारी हुँदैछौँ होइन साथीहरू? कस्तो भयो? एकदम राम्रो भयो। जय आनन्द। अब हामी तल जान्छौँ, एकछिन रेस्ट गर्छौँ र घर फर्किन्छौँ। ओके सी यू, बाई बाई। जे भयो नि अब म दौडे। ल अब अर्को ट्रिपमा भेटौँला साथीहरू।